जननिर्वाचितहरूले हेर्ने हो भने बोलाएको हेर नि दिदी है आफैले अर्को घाउ बाटो बन्नु लाउनु भएन पछाडि 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 शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए भन्ने एउटा संस्कृतिसँग जोडिने एउटा नारालाई हामीले गुन्जेर हेर्ने हो भने हामी यो आजको माघे मकर संक्रान्तिको दिन आयोजक गरिराख्नु भएको छ।
दबाई लिएर हाम्रो संस्कार र संस्कृति परम्परालाई पनि झकेर्न गर्ने गरी एउटा कार्यक्रम आयोजन गर्नुभएको छ। यो मानेमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। साथसाथै यो मकर सङ्क्रान्तिको दिनमा नयाँ वर्ष सुरु भइसकेको अवस्था भएको हुनाले यहाँहरू धुवाकोटवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू यहाँहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। हामीहरूले भूगोलको हिसाबले भन्दै गर्दाखेरिमा हामी रुबी भ्यालीदेखि लिएर जोगीमारासम्म हामी काम गर्छौँ। तर के भने यो मध्यमा रहेको एउटा धुवाकोटमा आउँदै गर्दा मलाई सम्झना लाग्छ। यो धुवाकोट नगरपालिका वडा नम्बर नीलकण्ठ नगरपालिका वडा नम्बर 14लाई हेर्ने हो भने जातिको कुरा गर्दा पनि सबै वर्ग क्षेत्रीय जातहरू समावेश भएको यो वडालाई मानिएको छ। आज हेर्ने हो भने नगरपालिकाभित्र 2074-73 सालमा नेपालको संविधानसम्म हामीले जुन सालले स्थानीय संरचना बनाउँदै गर्दाखेरिमा वडा नम्बर 1 बाट जातिको कुरा गर्ने हो भने क्षेत्रीय ब्राह्मण क्षेत्रीय बाहुन भएन भनेर त्यहाँको आदिवासी जनजातिका साथीहरूले जिल्ला विकासमा हामी ससुराली बैठक बस्दै गर्दामा त्यो आवाज आएको पनि थियो। त्यसैले आज हेर्ने हो भने यो 14 नम्बर वार्डमा हेर्ने हो भने क्षेत्रीय बाहुन ब्राह्मण दलित तामाङ मगर गुरुङ सबै समावेश चिनिएको छ। धुवाकोटलाई हामीले यो पातले भँगेरी र तपाईँको चिसाबानीसँगको बोर्डरसम्म हेर्ने हो भने हामीले भूगोलको हिसाबले पनि एकदम पर्यटकीय प्रवर्तन गर्दाखेरि सम्भावना रहेको बडा भित्र पर्दछ। त्यसैले आदरणीय सहभागी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू आज हेर्ने हो भने हाम्रो यो मुलुकमा रहेको एउटा चाहिँ विकासको कुरालाई खड्किएको छ। विकास किन भएन हामी भन्ने हो भने दोगजनी विकासको पूर्वाधारको कुरा हामीले पर्यटनको कुरा पनि गर्छौँ, हामी शिक्षा स्वास्थ्यको कुरा पनि गर्छौँ। यदि हामी जननिर्वाचितहरूले जिम्मेवारी पोस्टमा रहेका हाम्रो सङ्घीय सांसद प्रदेश सांसद पूर्व सांसदहरू र जति पनि वडाको नगरपालिकाको जननिर्वाचितहरूले हेर्ने हो भने समृद्ध समाज निर्माण गर्ने पक्षमा हेर्ने हो भने विकास किन भएन भन्ने कुरा छ। विकासको कुरा के फर्को मारेको पनि छ। विशेष गरी यो तामाङ समुदाय पातलेतिर हेर्ने हो भने हाम्रो तामाङ समुदाय गुरुङ समुदायको आबा आमा मेमे मामाहरू हुनुहुन्छ। आबा आमा मेमे मामा आजले पनि अब ल्याङ फेदमा जा फेरि झगले नियन्त्रण चाचा भन्ने पनि छ। फेरि